धेरै नै गर्मी भएर दोकानमै बस्न नसक्ने भएर हामी निस्के। हेलो गाइस, दिस इज माई मिनी ब्लग आफ्टर लङ टाइम। अब हाम्रो यहाँको आएर हामी दुइटा निस्के अनि हामी कहाँ जानु लागेको भनेर लास्टसम्म हेर्नु होला। अनि हाम्रो पर्सलको लुगा पनि आएछ कि त्यही भएर एउटा दुइटा सुटिङ गरौँ न त भनेर अनि लुगा बोकेर गएको। गर्मी छ क्या, जाउ लागि हिँडेको। अनि फर्स्टमा त पेट पूजा गर्नु पर्यो भनेर हामी दुइटा रेस्टुरेन्ट एउटा खोज्न गएको। अनि थकाली पनि कति खाने भनेर हामी चाइनिज रेस्टुरेन्ट एउटामा छिरेको। अनि त्यहाँ मान्छे टन्ने थियो कि मिठो होला भनेर अर्डर गरेको त। बिचरा बहिनीले मलाई धेरै नै हेल्प गर्छ कि त्यही भएर अनि मैले चाहिँ जाम आज त हामी दुइटा सेल्फ टाइम दिनलाई भनेको, रिल्याक्स गर्न जाम भनेर मैले बहिनीलाई हेभेन स्पामा लगेको ठामेलमा छ। अनि यो हामी दुइटा लागेको चाहिँ फेरि हाम्रो सपको ड्रेस हो। अनि यो चाहिँ नयाँ आएछ कि टी सर्ट चाहिँ। अनि त्यही भएर फेरि किन खाली जाने भनेर एउटा दुइटा सुट गरौँ न त भनेर अनि हामी दुइटाले चाहिँ के अरे पर्सलको त्यो दुइटा लगेर त्यो चाहिँ अलिक सुट गरेँ एउटा दुइटा भिडियो। अनि त्यो पछि चाहिँ हामी दुइटा रिल्याक्स गरेँ, जोगजी गरेँ, सोना गरेँ, स्टिम गरेँ, सबै गरेँ। सफा पनि छ कि राम्रो छ त्यहाँ। अनि प्राइस पनि 1000 हो। अनि हामी दुइटा फ्रेस गरेर निस्किन लागेको। अब चाहिँ हामी दुइटा ओटिटी भनेर देखाएको ठुलो जल्ला दुइटा बोकेर गयो यत्रो सामान लगेर। यो हो हामी गएको हेभेनली स्पा हो। अनि त्यसपछि चाहिँ हामी ठामेल अलि यताउता घुमेँ। अनि अब निस्किनु पर्छ भनेर फेरि दोकान पनि खोल्नु पर्यो भनेर हामी दुइटा चाहिँ यहाँको बोलाएर निस्के। 4-5 हप्ता भयो काम गर्ने बहिनीहरू छैन, त्यही भएर चाहिँ अनि आफैले टाइम दिनै पाए छैन कि विकेन्ड पनि छैन। त्यो आजको लागि यति नै हो। रिफ्रेस भयो। बाई, सी यु इन नेक्स्ट ब्लग।